वेलकम ब्याक टु माई युट्युब च्यानल। हेलो साथीहरू, के छ अनि आज बिहानै उज्यालै राम्रोसित भएको छैन। उठेर चाहिँ म काममा हो क्या, आज प्लास्टर गर्ने भन्दै थिएँ। हिजो प्लास्टर गर्ने अनि उठ्यो अरे ट्याक्कमा यता प्लास्टर गर्ने ठाउँमा आएर मसला बनायो। एकछिन मसला बनाइसकेर चाहिँ अनि यता त्यो पहिलो टिपको मसला सकेर फेरि नयाँ टिप बोक्न लागिरहेको छु। म चाहिँ फेरि एक बोराको बनाउने भन्दै थिएँ। अनि त्यसको लागि बाल्लो बोक्दैछु, देख्न सक्नुहुन्छ बाल्लोको भाइले। अनि बाल्लो बोकिसकेर चाहिँ फेरि दोहोरो टिप्ने मसला बनायो है त। मसला बनाएर यता अङ्कलहरू चाहिँ प्लास्टर हान्दै थिए, अङ्कल र बाजे। अनि खाना खाने बेलासम्म चाहिँ यति प्लास्टर गरेर पछाडिको पुरै भाइएको थियो है। अनि यति पिँढी चाहिँ अहिले दिउँसो गर्नलाई राखेको। अनि खानामा चाहिँ साग भात दाल थियो। यता हाम्रो गोर्खे भाइ है त। अनि साग भात दाल खाएर आएर यता कुखुरालाई पनि दाना सकेर छ। अनि साग टिपेर ल्याएर काटेर अनि दानासाना मिसाएर कुखुरालाई दिएँ। कुखुरालाई पानी सकेर चाहिँ पानी ल्याएर हाल्दै फेरि कामतिर लाग्यो। अनि काममा चाहिँ गएर पेटी बनाइसक्यो है त। पेटी मसला अहिले मसला बढी भएको मसलाले पेटी बनाएको। अनि दिउँसो चाहिँ यो खाक्सी लाउने काम रहेछ क्या। यो रङ लाउनलाई अप्ठ्यारो हुन्छ अरे, सबै यो झ्याल ढोकामा सिमेन्ट अड्केर छ। अनि त्यही भएर खाक्सी लाउनु पर्दो रहेछ क्या। अनि खाक्सी लगाइसकेर चाहिँ अनि खाजा खायो। खाजामा चाहिँ चिउरा र मासु थियो। अनि खाजा खाइसकेर कुखुरालाई दानासाना हालेर यता खाक्सी लाएर अनि मैले पुरै क्लियर पारिदिएँ। अनि क्लियर गरिसकेपछि घर आएको कुखुरालाई दाना दिन्छ। अनि दानामा लागेको है त साथीहरूमा चाहिँ। अनि आजको लागि यति नै। भिडियो मन परेको भिडियोलाई लाइक र च्यानललाई सब्सक्राइब गर्नु होला। फेसबुकबाट हेर्दै हुनुहुन्छ भने युट्युबमा गएर लिङ्क